केही घण्टा अघि सावित्र भण्डारी नेपाली वुमेन्स राष्ट्रिय टोलीको क्याप्टेनको पोस्ट आएको छ फेसबुकमा। म पढेर सुनाउँछु के भन्नुभएको रहेछ, लास्टमा बुझाउँला है त। उहाँले लेख्नु भएको छ, नमस्कार, म सावित्र भण्डारी, तपाईँहरूको साम्बा। यहाँहरू सबैजनालाई थाहा नै छ, म पछिल्लो 7 हप्तादेखि चोटका कारण मैदान बाहिर छु। सोचे जस्तो हुन्थ्यो भने अहिले म चोटको शल्यक्रिया गरेर फिजियो सुरु गरेको केही समय बितिसक्ने थियो, तर अझै पनि म उपचारको लागि भौतारिरहेको छु। मेरो घुँडाको एसिएलमा यसअघि शल्यक्रिया गरेर हालिएको ग्राफ्ट र एमसिएल दुवैमा गम्भीर चोट लागेको छ। यसका लागि मैले पुनः जटिल शल्यक्रिया गर्नुपर्ने अवस्था रहेको छ। पछिल्लो पटक एन्फा नेतृत्वको पहलमा मेरो उपचारमा सम्पूर्ण व्यवस्थापन र सहयोग भएको थियो। त्यसबेला आर्थिक र मानसिक रूपमा मलाई कुनै समस्या थिएन, जसकारण मैले समयमा पुनरागमन गर्दै मैदान फर्कन सके। तर यसपटक एन्फा नेतृत्वबाट बाचा गरेको सहयोग पनि पाइएन। चोट लागेको 3 सप्ताहपछिको लागि क्लबको पहलमा शल्यक्रिया मिति तोकिएको भए पनि एन्फाले आफ्नो तर्फबाट प्रयास गर्ने बताइयो, तर सो अनुसार एन्फाबाट प्रक्रिया अघि बढेन। मैले पटक पटक प्रयास गर्दा पनि उहाँहरूलाई सम्पर्क गर्न कठिनाइ भयो। अघिल्लो साता एन्फा अध्यक्ष आफैले मेरो उपचारमा एन्फाबाट प्रशासनिक सहयोग गर्न नसकिने जानकारी दिनुभयो। उहाँले नगद 5 लाखसम्म सहयोग गर्ने र अन्य प्रक्रिया आफै गर्न भन्नुभयो। एक त मैले यसअघि चलेको प्रक्रिया रोकियो, अर्कोतर्फ मैले झन्डै 2 महिनापछि मात्र शल्यक्रिया मितिको लागि फेरि प्रयास गर्नुपर्ने भएको छ। यसबीचमा क्लबले मलाई न्युजिल्यान्डकै स्थानीय अस्पतालमा उपचार गर्न तयार बताइरहेको छ, तर मेरो चोट गम्भीर रहेको र पछिल्लो पटक कतारको अस्पतालमा गरिएको उपचार उच्च स्तरको रहेकोले मैले पुनः सोही अस्पतालमा उपचार गराउने इच्छा राखेको हुँ। क्लबले बिमाबाट प्राप्त रकम मेरो लागि निकासा गरिदिने भएको छ। उक्त रकम मेरो शल्यक्रिया र 7-8 महिना रिहाबका लागि अपुग हुने भएकाले आम समर्थकमा सहयोग माग्न आइपुगेको छु। यसका लागि कुल $80,000 खर्च हुने प्रारम्भिक आकलन रहेको छ। म बाहिर रहेकाले सरकार समक्ष पनि मेरो प्रतिनिधित्व गर्दै उपचारका लागि सहयोगको प्रयास भएका छन्, तर सरकारी प्रक्रिया अपेक्षा गरे अनुसार अघि बढ्न नसक्दा मैले शल्यक्रिया नगरी भर गर्ने स्थिति रहेको छैन। मैले आफ्नो करियरमा सधैँ कठिनाइको सामना गर्नु परेको छ र हरेक पटक साहसका साथ यसलाई पार गरेको छु। यसपटक पुनः माथि उठ्न तपाईँको सहयोगको आवश्यकता परेको छ। मेरो लागि यो आफ्नो करियरको सबैभन्दा कठिन लडाई भएको छ। मैले यो अवस्था आउला भन्ने सोचेको पनि थिएन। आफ्नो अभिभावक मानेको एन्फाले पनि पछि हटेपछि मेरो साथ दिन आम समर्थकहरू नै हुनुहुन्छ। एन्फाभित्र म क्लबको लागि खेल्दा चोट लागेको भन्ने तर्क सुन्दा म आफै निराश भएको छु, तर मैले देशको लागि सधैँ 100% दिएको छु। आउने दिनमा पनि देशको लागि खेल्न तत्पर छु। इजरायल होस् या फ्रान्स, मैले सधैँ नेपालकै नाम राखेको महसुस भएको छ। यहाँ न्युजिल्यान्ड र अस्ट्रेलियामा खेल्दा पनि मैले व्यक्तिगत भन्दा राष्ट्रियको पहिचान बोकेको ठानेको छु। आर्थिक रूपमा मैले आजसम्म आर्जन नगरेको रकम यो उपचारका लागि आवश्यक परेको छ। त्यसैले नै म आज यहाँहरूमाझ सहयोगको याचना गरिरहेको छु। आशा छ मेरो उपचारका लागि आवश्यक सहयोग चाँडै जम्मा हुनेछ र म राष्ट्रिय टोलीको कप्तान जो युरोपमा पुगेर खेलेको छु। मैले यो परिस्थितिको सामना गर्नुपर्छ भने सोच्नुहोस् अर्को अवस्था के होला। सावित्र भण्डारी जस्तो प्लेयरले त उपचार गर्न नसक्ने अवस्थामा पुग्छ खेलाडीहरू। मैले यसबारे निरन्तर आवाज पनि उठाउँदै आएको छु, तर नियतिले पुनः एकपटक मलाई नै यो अवस्थामा ल्याएको छ। मलाई सहयोग गर्न नेपालमा रहनुहुनेले तल राखिएको QR वा बैंक मार्फत सहयोग गर्नुहोला। विदेशमा रहनुहुनेले यो लिङ्कमा गएर सहयोग गर्नुहोला भनेर चाहिँ यहाँ तल लिङ्क दिएको छ, तपाईँहरूले सहयोग गर्न सक्नुहुन्छ। यो चोटले मलाई शारीरिक र मानसिक रूपमा थकाएको छ, तर मलाई विश्वास छ म फर्किनेछु। थाकेको हो, हारेको छैन। पुनः एकपटक नेपालको जर्सी लगाएर फर्किनेछु। जय नेपाल भनेर चाहिँ उहाँले पोस्ट गर्नुभएको रहेछ। हेर्नुहोस् हाम्रो अभिभावकत्व निर्वाह गर्ने एन्फाको अवस्था। सावित्री भण्डारी जस्तो खेलाडी नेपालमा टोलीमा खेलिरहेको भएर अहिले एन्फाको अस्तित्व छ। कसैले भनिदिनु यिनीहरूलाई जुन अवस्थामा साथ दिनुपर्ने थियो त्यो अवस्थामा साथ छोडिन्छ। सावित्री भण्डारी जस्तो खेलाडीले सहयोगको हात फैलाउनु पर्ने बाध्यता बनाएको छ। अब पनि यो तोरीहरूलाई हामीले हेर्न सक्छौँ त त्यो पोस्टमा। यदि एन्फाको बजेटले नपुग्ने थियो भने सहयोगको हात एन्फाले उठाउने हो कि सावित्र भण्डारीले? त्यसरी सहयोग गर्छु भनेर भन्ने अन्तिम अवस्थामा आएर बीचमा पारिदिनु त भएन नि। सहयोगको पहल त एन्फाले नै गर्न सकिन्थ्यो। यस्तो अवस्थामा चिन्ता लिनु पर्दैन, हामी जे गरेर भए पनि गर्छु भन्ने भन्नुपर्ने बेला सम्पर्क गर्न समेत नमिल्ने गरी बस्यो भनेपछि यिनीहरूको कालो दिन आएकै हो। अब सकेसम्म सबैजनाले सावित्री भण्डारीको पोस्टलाई सेयर गर्नु, धेरैभन्दा धेरै मान्छे माझ पुर्याइदिनु होला। सहयोगको हात पनि सबैजनाले बढाउनु होला। म पनि सक्दो सहयोग गर्नेछु दिदीलाई।